हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज यो भ्लगमा चाहिँ हामी यो रोडमा हुने मिस्टेकहरूको बारेमा कुरा गर्नेछौँ। लाइभ हेर्दै अब मिस्टेक गर्ने मान्छेहरू देख्यो भने त एक्सप्लेन गर्न सजिलो हुन्छ। अब देखिँदै देखिएन भने त अब खासै त्यस्तो मजा नि आउँदैन। अब हामीले यस्तो बेलामा चाहिँ यो मान्छेहरूलाई प्रायोरिटी दिनुपर्ने हुन्छ, तर यहाँ जेब्रा क्रसिङ छैन नि त, अनि यो गाडीले रोक्न मिल्ने ठाउँ पनि होइन। त्यही भएर चाहिँ म नरोकिकन हिँडिदिएँ। अब यहाँनिर चाहिँ हामीले प्रायोरिटी दिनुपर्ने हुन्छ। अनि जेब्रा क्रसिङमा चाहिँ हामीले बाटो काटिरहेको मान्छेहरूलाई डिस्टर्ब हुने गरी कुदाउनु भएन। अनि अर्को भनेको यहाँनिर यो लाइन चाहिँ हाम्रो सेतो लाइन यहाँनिरबाट छ। अब यो मेटेको भएर हो कि के हो थाहा भएन, त्यो पुरै ओभरटेक गर्दै आइदिरहेको हुन्छ गाडी बाइकहरू। त्यसरी पनि आउनु भएन है। अर्को मेन भनेको हाम्रो यो स्पिड चेकिङ यहाँनिर क्यामेरा छ होइन, अनि 50+ भयो भने चाहिँ समातिन्छ। त्यही भएर स्पिड लिमिट चाहिँ हेरेर कुदाउनु होला, अनि सकेसम्म फाइन नपर्ने तरिकाले नि कुदाउनु होला। अनि यदि त्यहाँनिर स्पिड चेकिङमा पर्नुभयो भने चाहिँ यहाँ तल समातिन्छ यो सिसिआरसी कलेजनेरि हो। यहाँनिर ट्राफिक बसिरहेको हुन्छ, उताबाट हेरेर यहाँनिरबाट समातिन्छ। त्यही भएर चाहिँ स्पिड आफ्नो लिमिटमा कुदाउनु होला, बिलो 50 नै। अनि हामीले यस्तो बेलामा जेब्रा क्रसिङमा चाहिँ रोक्नु भएन है। यदि उताबाट गाडीहरू पास हुँदैछ भने अगाडि नै रोकेर बस्नु पर्यो। अनि आफू यदि स्लो कुदाइन्छ भने चाहिँ यो हामीले जहिले पनि आफ्नो साइडको लेफ्ट लेनबाट चेपेर कुदाउनु पर्ने हुन्छ, किनकि राइट लेन भनेको अलिकति इमर्जेन्सी प्लस स्पिडहरूको लागि चाहिँ बाटो छोडिदिनु पर्यो। अनि हामीले ओभरटेकहरू गर्दाखेरि पनि जहिले पनि राइट लेनबाटै गर्नुपर्ने हुन्छ, यो लेफ्ट लेनबाट गर्नुहुन्न। अनि लेन चेन्ज गर्दाखेरि चाहिँ हामीले जहिले पनि साइड लाइटहरू बाल्नुपर्ने हुन्छ। आफू कुन साइडतिर जाने हो त्यही अनुसारले पछाडि मिररमा हेर्दै लेन चेन्ज गर्नुपर्ने हुन्छ। त्यही भएर लेन चेन्ज गर्दाखेरि चाहिँ धेरै विचार गर्नु होला। पछाडिबाट गाडीहरू के कतिको स्पिडमा आइरहेको हुन्छ। यो आन्दोलनपछि यहाँनिरको स्पिड चेकिङहरू सबै हटेको रहेछ। यहाँनिर अहिले स्पिड चेकिङै छैन रहेछ, नत्र यहाँ पनि दिनकै स्पिड चेकिङ भइरहेको हुन्थ्यो। अनि हामीले यो डबल लाइन बनाएको ठाउँबाट कहिले पनि हामीले रोड क्रसहरू गर्नु हुँदैन केही बाइक गाडीले। अनि हामीले क्रस गर्न मिल्ने ठाउँमा चाहिँ हाम्रो लाइनिङमा त्यो ब्रेक गरेको हुन्छ, त्यो ठाउँबाट मात्र लाइन क्रस गर्न पाइने हुन्छ। जस्तै त्यो अगाडि छ होला, म देखाइदिन्छु त्यो पनि। हो यहाँनिरबाट चाहिँ हामीले क्रस गर्न मिल्यो। फेरि यस्तो लाइन छ भने क्रस गर्न मिल्यो। स्ट्रेट लाइन कहीँ पनि ब्रेक छैन भने चाहिँ क्रस गर्न मिलेन। अनि हरियो लाइट बलिरहेको रहेछ। अब आज भ्याइन्छ कि भ्याइँदैन हेरौँ है त। सात सेकेन्ड, 5 सेकेन्ड,
3 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड 0 ल भ्याइयो। एकछिन मात्र ढिला भएको भए नभ्याइने रहेछ है, त्यही भएर हल्का पटार दिएको। यसरी गाडीहरू निकाल्नु भएन, यो पनि ठुलो मिस्टेक हो। यसरी लाइन ब्रेक गरेर पनि ओभरटेक गर्नु भएन कहिले पनि। अनि लोडर गाडीहरूले चाहिँ लेफ्ट लेनबाट कुदाइदियो भने राम्रो हुन्छ है। त्यो भयो भने चाहिँ बाटोहरू जाम पनि हुँदैन। नत्र प्राय अब यहाँनिर के हुन्छ भन्दाखेरि बिस्तारै गुड्ने गाडीहरू पनि राइट लेनतिरबाटै आएर बिस्तारै हिँड्दिएर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति जाम हुनसक्छ। अनि ओभरटेक गर्ने बेलामा जहिले पनि हर्न चाहिँ एकचोटि हान्नु होला, अगाडिको गाडीलाई पनि थाहा होस्। अनि अब अगाडि भिजिबिलिटी केही पनि देखिरहेको छैन भने चाहिँ त्यस्तो बेलामा आफूले बिस्तारै कुदाएर लेन हेर्दै अनि अगाडिको भिजिबिलिटी मजाले देख्ने भएपछि मात्र ओभरटेक गर्नु होला। यस्तो बेलामा चाहिँ हामीले जेब्रा क्रसिङको मान्छेलाई प्रायोरिटी दिनुपर्छ है। कहिले पनि त्यो मान्छेलाई छलाएर कुदाएर चाहिँ लग्नु भएन। अनि फेरि आज पनि यो भ्लगमा भन्दैछु, यो स्पिड चेकिङ यहाँनिर पनि हेरिरहेको हुन्छ, त्यही भएर यहाँ पनि बिस्तारै कुदाउँदा बेटर हो है। धेरै स्पिड कुदायो भने फेरि चिट काटिन सक्छ, त्यही भएर बिस्तारै नै कुद्नु होला यहाँ पनि। जस्तै अब मलाई यता राइट लेनतिर जानु पर्यो भने मैले लाइट बाल्छु, पछाडि गाडी हेर्छु, अथवा बिस्तारै हातले यसरी रोक्न पनि सकियो। किनकि लाइटले मजाले हुन्छ नि, घामले गर्दाखेरि नदेखिन सक्छ। अनि लेन चेन्ज गरिसकेपछि लाइट अफ गरिदिने। अनि अब मलाई लेफ्ट लेनतिर जानु पर्यो भने लाइट बाल्ने, गाडीहरू हेर्ने। अब यहाँनिर ट्राफिक बसेको छैन अहिले, त्यसरी चिट काट्न मात्र हो यहाँ। अनि त्यही भएर अब यसरी हेरेर जाने। त्यो चिट काट्नलाई 3-4 जना बस्नुभन्दा त यो ट्राफिक म्यानेजमेन्टमा बस्नु नि मजाले। ल आजको लागि यति नै।